हाम्रो गाडीको टायरमा क्यामेरा लागिसकेको छ, पछाडि पनि यस्तै लागेको छ हैन अगाडिको जस्तो। अब चाहिँ यो ठिक गर्नलाई अब यहाँ कम्प्युटरमा हेर्नुपर्छ। अब हाम्रो मुडीले यहाँ हेर्छ। अब यो मुडी आयो, यो पुरै अरबीमा लेखिएको छ, अरबीमा पुरै गर्छ हाम्रो मुडीले। हाम्रो मुडीले यो गाडीको नाम सब यहाँ आउँछ है। यो अब गाडी पछाडि सार्नुपर्छ भनिरहेको छ यो क्यामेराले हैन। क्यामेराले गाडी पछाडि सार्नुपर्छ भन्ने देखायो है। अब गाडी पछाडि गयो, पुरै ग्रिन भयो हैन। अब फेरि अगाडि सार भन्छ एकछिनपछि फेरि। अब यो अगाडि सार भन्ने छ, कम्प्युटरमा देखाइरहेछ। कहाँबाट त्यस्तो भयो भन्नु होला फेरि हैन। यो चाहिँ यो गाडीको जुन मैले क्यामेरा देखाएको छु तपाईलाई, यो क्यामेरा अनि यो अर्को क्यामेरा हैन। त्यहाँबाट हाम्रो यहाँ चाहिँ क्रुस जस्तो छ। यो क्यामेराले हेर्छ फेरि यहाँ यो लाइट बल्ब छ नि, यसको उतान छ यस्तै, यसले चाहिँ हेर्छ हैन। अब गाडी कता कता घुमानी। अब साला सबर सोई गाडी टायर सिधा छ कि छैन भन्ने कुरा यहाँ हुन्छ है। त्यो यता घुमाइ भन्यो हैन, कम्प्युटरले भन्छ। अनि यता घुमाइ भन्यो हैन। अब सिधा बनाइ भन्यो, अब सिधा बनाइ भन्यो हैन। सारा टायर निस्केछ। अब यसलाई अर्को यहाँ लगेर क्लिक गर्ने हो है। देखे छैन यहाँ, देख्यो भने यस्तो आयो हैन। अब यहाँ अब खराब छ कि छैन भन्ने कुराहरू त्यहाँ देखाउँछ। ल हेर्नुहोस्, यो रातो देखाएको छ नि, सबै टायर कतातिर घुमिरहेछ, देब्रेतिर, सब टायर देब्रेतिर गइरहेछ। त्यस कारणले गर्दा यो टायरहरू खराब छ है। अब यसलाई गाडी माथि उठ्दैछ, गाडी माथि उठेपछि फेरि भित्र गएर सिधा गराउनु पर्छ। अब त्यो सिधा बनाएपछि म फेरि देखाउँछु। हेर्नुहोस् है, अब यो सिधा भएन, यो एउटा सिधा भयो, ग्रिन आयो। अब फेरि अर्को ग्रिन हुन्छ। अब फेरि अर्को पनि ग्रिन बनाउँदैछ। यसको एडजस्ट भित्र हुन्छ, टायरको भित्र है। यो ग्रिनमा गयो नि त, मुडीमा छ, उसले बनायो। अब फेरि माथि गएर स्ट्रिङ सिधा छ कि छैन त्यो चेक गर्छ उसले है। यो गाडीहरूको पनि कसै चाहिँ अगाडि पछाडिकै गाडीको टायरहरू सिधा गर्ने हुन्छ, अनि कुनै गाडीको चाहिँ अगाडि मात्रै हुन्छ, पछाडि हुँदैन सिधा गर्ने। एलाइनमेन्ट अगाडिको मात्रै हुन्छ, पछाडिको चाहिँ फिक्स गरेको हुन्छ। जिएमसी भए, यी निसानका ठुला गाडीहरू भए, यिनीहरू चाहिँ पछाडि अगाडि चाहिँ दुईतिर चाहिँ हुन्छ है। यस्तो छ हाम्रो काम। हेर्नुहोस्, अहिले स्ट्रिङ सिधा गरेको फेरि बाङ्गे भयो। अब फेरि सिधा गर्छ हाम्रो मुडीले। हाम्रो मुडीले सिधा गर्छ। अब उसले उस्ता गर्दैछ हैन, सिधा गर्दैछ। अनि त्यसले गर्दै गरेको यहाँ देखिन्छ फेरि। अब यो टायर गर्दैछ यो पहिला है। यसलाई ठुलो बनाएर हेरौँ हैन। यो ठुलो भयो। अब अर्को गर्दैछ यहाँ, यसलाई हेरौँ, ग्रिन बनाउँछ। अब हाम्रो मुडीले ग्रिन बनाउँदैछ। ल हेर्नुहोस्, त्यहाँ एउटा एरो हुन्छ, एरो ठ्याक्क त्यो बिचमा कालो हुन्छ नि, त्यो ग्यापको बिचमा यहाँ हुनुपर्छ। अब चाहिँ टाइट गर्नुपर्छ। यसको टाइट गर्दैछ, यसको टाइट गर्दैछ। यसलाई सेन्टरमा गरेर अनि टाइट गर्छ हाम्रो मुडीले। अरू जे पनि यो कालोमा सिधै हुनुपर्छ भन्ने छैन, तर जति यो ग्याप छ नि, यो ग्याप भन्दा भित्र हुनु पर्यो। रेड कलरमा हुनु भएन गाडीको टायरहरू हैन। त्यो रेड भयो भने टायरहरू चाहिँ खराब हुन्छ।
अब अर्को गर्दैछ हाम्रो मुदीले हेर्नुहोस् यस्तो हो हाम्रो काम है यस्तो काम गरिन्छ हामीले हेर्नुहोस् टाइम लाग्दैन यो सिधा गराउनखेरि हैन गाडी त्यहाँ लिफ्टमा हालेपछि माथि उठाउँछ माथि उठाएपछि क्यामेरा लगाउने क्यामेरा लगाएपछि गाडीको यहाँ कम्प्युटरमा नाम हाल्नुपर्छ अनि गाडीको नाम हालेपछि अनि देखाउँछ गाडीमा कुन चाहिँ गाडी हो के नामको गाडी हो यो चाहिँ चाइनिज गाडी हो हैन जेएमसी भन्ने गाडी जेएमसी भन्ने गाडी हुन्छ एउटा चाइनाको एउटा अमेरिकी गाडी हुन्छ जीएमसी यो चाहिँ जेएमसी हो मेरो मुडीले सिधा गर्दैछ सिधा हुँदैछ है तयार हेर्नु भएको छ के तपाईहरुले यही है कसैलाई त यस्तो यो अप्ठ्यारो पनि पर्छ कि मैले पहिला गर्ने बेला सब युट्युबमा हेर्दै गर्थे अनि आजभोलि ठीक छ राम्रो छ हेर्नुस् अहिले पहिला रातो थियो भने अहिले पुरा ग्रीन भएको छ यो अगाडिको यो तलतिरको चाहिँ चेस होला है ओके